अब यो एक्सलमा के हुन्छ यो घुम्ने पार्टलाई के भनिन्छ रोटर भनिन्छ जुन पार्ट घुम्छ त्यसलाई के भनिन्छ रोटर भनिन्छ है रोटर भनिन्छ है रोटरमा के बेरिएको हुन्छ कोइल बेरिएको छ यहाँनिर मजाले हेर्दै यसरी एक कोइलको घुमाएर एउटा चाहिँ यतापट्टि ल्याएको छ यतापट्टि अर्को चाहिँ यतापट्टि ल्याएको छ अब तिमीले यता पोजिटिभ सप्लाई गर्यो भने त नेगेटिभ होला अटोमेटिकली हो कि हैन भन्दा अब यसलाई के भनिन्छ स्टार्टर भनिन्छ स्टार्टर भित्र के हुन्छ म्याग्नेट हुन्छ अब स्टार्टर त घुम्दैन यसलाई त स्टेबल राख्नु पर्यो हामीले हैन यो स्टार्टर हो यहाँनिर म्याग्नेट छ यो नर्थ पोल र साउथ पोल गरेर हैन अब त्यसपछि हामीले अब म्याग्नेटिक फिल्डमा राख्ने बित्तिकै यो घुम्छ त यतिकै घुम्दैन किन घुम्दैन किनकि यो कोइलमा चाहिँ म्याग्नेटिक फिल्ड बनेकै छैन कोइलमा म्याग्नेटिक फिल्ड बनेन भने रिपल्सन र अट्र्याक्सन हुँदैन भने घुम्दैन अर्को पार्ट खै कहाँ गएछ अब यसमा हामीले चाहिँ यो ब्याट्रीको एउटा पोजिटिभ अर्को नेगेटिभ जोइन गर्नको लागि बनाइएको हुन्छ अब यो यतापट्टिको यो कम्युटेटर हो यो कम्युटेटर पार्ट यहाँनिर छ यो कम्युटेटर यो देखिरहेको छ यो सर्कल भएको अनि यसमा कम्युटेटरलाई चाहिँ तीनवटा पार्टमा डिभाइड गरेको छ मार्कर सर अब कम्युटेटरलाई कति पार्टमा डिभाइड गरेको छ एउटा पार्टमा दुईवटा पार्टमा तीनवटा पार्ट तर हामीले पढाउँदाखेरि दुईवटा पार्टमा बनाएका छौँ झन् ठुलो मोटर भयो भने झन् धेरै पार्टमा त्यो कम्युटेटरलाई डिभाइड गरेको अब त्यसपछि अब हेर कम्युटेटर के हुन्छ अब हेर अब यतापट्टिको कम्युटेटरसँग है यतापट्टिको कम्युटेटरसँग यो पार्ट जोडिएको हुन्छ कोइलको एउटा पोजिटिभ जोडिएको हुन्छ अर्कोपट्टिकोसँग नेगेटिभ जोडिएको हुन्छ अब हामीले इलेक्ट्रिसिटी पास गर्यो भने यो कार्बन ब्रसले चाहिँ इलेक्ट्रिसिटी पास गर्छ कि गर्दैन गर्छ अब पोजिटिभ यो कार्बन ब्रसले यसलाई चाहिँ पोजिटिभ सिग्नल दिन्छ यो कोइलको पोजिटिभ साइडलाई अनि अर्को साइडलाई चाहिँ के गर्छ नेगेटिभ साइड दिन्छ किनकि यहाँबाट पोजिटिभ नेगेटिभ जाने हो अनि कम्युटेटर पनि पोजिटिभ नेगेटिभ हुन्छ अहिले पक्न अब त्यसपछि के हुन्छ यहाँनिर प्लस र माइनस पास हुन्छ प्लस र माइनस पास भएपछि प्लस पास भइरहेकोतिर कुन पोल भन्छ नर्थ पोल भन्छ नर्थ पोल बनिसकेपछि अब यहाँनिर के हुन्छ यो भित्र हुन्छ यो नर्थ पोल यतापट्टि बनेको छ भनेपछि यो पनि नर्थ पोल भनेपछि रिपल्सन गर्छ रिपल्सन गरेपछि यसरी यो घुमाउन खोज्छ अनि घुम्छ अनि अर्को साइड कम्युटेटरले कन्टिन्युसली यसलाई नर्थ पोल घरि यसलाई पोजिटिभ बनाउँछ घरि यसलाई पोजिटिभ बनाउँछ घरि यसलाई पोजिटिभ बनाउँछ होइन जुन चाहिँ कन्टिन्युसली नर्थ पोल चेन्ज भइरहेको छ कि छैन घुम्दाखेरि हो त्यस कारणले गर्दाखेरि त्यो फन्फन्टी घुम्न थाल्छ र त्यसपछि मोटर चल्छ त्यसपछि के हुन्छ त त्यसपछि अब यसमा तिमीले व्हील कनेक्ट गर्यो भने व्हील घुम्छ जे कनेक्ट गर्यो त्यही घुम्छ ल ठिक छ घुमाएर नि ल अब घुमाउन जाँदै हुनुहुन्छ प्रोफेसर अनिल सर ब्याट्री कनेक्ट रेडी फर द हैन यतिकै नि हुन्छ पिन ड्रप साइलेन्स है केडा पिन ड्रप अर्को यसले चम्छ चलेन सर चल्छ अंकिले समातेर के उबा अफ्रिकामा यस्तो बनाउनु पर्छ मिस्टर लिस्ट र देख्न सक्नुहुन्छ साइन्सले यहाँ फेल खाइसक्यो फेरि स्टप गरेर रोक्न हे कीप क्वाइट यु एभ्रीबडी आज मैले मोबाइल ल्याएको छु स्कुलमा यसरी गरौँ न त्यो ब्याट्री कनेक्ट राम्रोसँग बाहिर गइरहेको प्रोफेसर बन्छ हैन यसले गर्यो भने यसले सहयोग पायो भित्र चिटी रोबोट 2.0 बनाएर केही न केहीसँग त छोएर घुम्ला नि हौ सर भन्दा जान्ने हो नगरा त फेरि बिग्रिया मोटर हो अब यहाँनिर अब हेर है अब यत्तिकै इलेक्ट्रिसिटी पास गर्यो भने यो घुम्छ त यो घुमेन किन घुमेन किन के यसको वरिपरि म्याग्नेट छैन अब म्याग्नेट आयो भने फेरि यसरी के हुन्छ यो घुम्छ
ए त्यस्तो पो हो तर खै घुमे ल घुमेन म्याग्नेटर हरायो क्या नकर है अब चाहिँ ल फेरि पनि गर्दा सर फेरि घुमाइदिनु त सर फेरि घुम्यो ल सक्यो नि होइन कस्तो लाग्यो भिताली सर सबको रिभ्यू कस्तो लाग्यो कस्तो लाग्यो भाइ राम्रो राम्रो कस्तो लाग्यो कस्तो लाग्यो कस्तो लाग्यो नेपाल बेकार ल हाम्रो स्कुल विकास हुन्छ ल कस्तो दामी दामी कस्तो यो कलरहरु ल्यामिनेट हुन्छ जुन कलर दिएको छु नि हैन म के हुन्छ तिमीले जलायो भने के हुन्छ जल्छ